एकछिनको लागि अनेस्ट भएर भन त, तिमी नेपाल आफ्नो परिवार साथीभाइ छोडेर विदेश आएर दिनभर काम गरेर अनि निदाउने बेलासम्म टिकटक स्क्रोल गर्न मात्रै त आएको होइनौ नि होइन र? तिमीले सबभन्दा गाह्रो काम त गरिसक्यौ। तिमीले आफ्नो कम्फर्ट जोन, आफ्नो भाषा, आफ्नो मान्छेहरू छोडेर आयौ। तर धेरैजसोहरूले कामबाट आउन बित्तिकै बेड वा सोफामा पल्टेर फोन, युट्युब, टिकटक चलाउने अनि दिनदिनै त्यही रिपिट गर्ने। अनि हामी भन्छौँ, एक दिन म बिजनेस सुरु गर्छु, एक दिन म बडी बनाउँछु, एक दिन म नयाँ स्किल सिक्छु। तर यदि हरेक रात उस्तै हुन्छ भने त्यो एक दिन चाहिँ कहिले आउँछ? त्यही भएर आफूलाई एउटा सानो प्रमिस गर। आजबाट फोन छुनुभन्दा अगाडि आफूलाई मात्र 30 मिनट दिन्छु। तिमी पढ, प्लान गर, साइड हसलमा काम गर, एक्सर्साइज गर, जे गरे पनि जसले गर्दा तिम्रो भविष्य बनोस्। तिमी नेपाल छोडेर विदेशमा सर्भाइभ गर्न मात्र आएको होइनौ, तिमी केही बिल्ड गर्न आएको हो। आजबाटै सुरु गर।